हेलो गाइज वेलकम टु माई रबिन एडभेन्चर कास्ट होइन म चाहिँ खोलातिर आएको छु आज माछा पक्रिनको लागि होइन खोला नजिकै आइसकेको छु म चाहिँ खोला आइसकेको छु होइन हेर्न सक्नुहुन्छ हामी चाहिँ खोला आइसकेको छु र खोला पनि शानदार छ होइन अब मैले जाल चाहिँ त्यहाँ थापेको छु अब अघि एकपल्ट यहाँ थापेको थिएँ यहाँ पनि राम्रै परेको थियो अलिक घुमा थापेको छु त्यहाँनिर अब कस्तो पर्छ होइन अब म हजुरहरूलाई देखाउने कोसिस गर्दैछु कतिको परेको छ है त मैले चाहिँ त्यहाँनिर जाल थापेको छु होइन यो पोखरीमा थापेको छु अघि चाहिँ मासतिर थापेको थिएँ एकदम जस राम्रो परेको थियो त्यो चाहिँ देखाउन पाइनँ अब यो चाहिँ यहाँ हेर्नुपर्छ कस्तो परेको छ यहाँ चाहिँ एकदम यो अब जस जाल बिग्रेको हुनाले गर्दाखेरि यो पोखरीमा पनि अब राम्रै माछा खेलिरहेको थियो अब त्यहाँ माछा पनि देखिरहेको छ हल्का कस्तो राम्रो छ पानी हेर्नु त छङछङ परेको जेस लेखको खोला हो नि त त्यही भएर पानी पनि सफा यहाँको पानी खान राम्रो हुन्छ जेस यहाँको माछा पनि टेस्टी हुन्छ त्यसले गर्दाखेरि यहाँनिर जे थापेको यहाँ माछा पनि देखिरहेछ हल्का हल्का त्यो जालको मुखमा माछा पनि देखिरहेछ यहाँ हेर्नु त त्यहाँ हल्का देखिरहेछ त्यो कालो कालो एक दुईवटा जालमा पस्दै गरेको माछाहरू पनि देखिरहेको छ त्यहाँदेखि हेर्नु त छेउमा छ यो खाना चाहिँ एकदम टेस्टी हुन्छ अहिलेको माछाहरू अब देखिरहेछ अब म तपाईँहरूलाई निकाल्ने कोसिस गर्नेछु अब क्यामेराम्यान पनि छैन है त्यसले गर्दाखेरि पनि अब निकाल्दैछु म कतिको परेको छ हेरौँ है त हल्का हल्का चाहिँ यसो देखिरहेको छ बाहिरबाट हेर्दाखेरि पनि ल माछा चाहिँ लगभग सकेर ऊ हल्का हल्का हेर्नु त थोरै जालीबाट हल्का देखिरहेछ माछा त परेको रहेछ है गाइस माछा चाहिँ परेको रहेछ तर क्यामेराम्यान नभएकोले गर्दा आफैले पक्रेर आफूले देखाउँदाखेरि अलिक अप्ठ्यारो भइरहेछ धेरै अलिक घारी हेरेर पनि फसेछ क्या हेर्नु त ऊ सेतो देखिरहेछ नि त्यो माछै हो होइन यो चाहिँ पोका चाहिँ माछाकै पोका हो त्यसले गर्दाखेरि अब साथीहरू तलतिर छ है त्यसले त्यहाँ एकजनाले चराको गुण देख्यो भन्दैछ क्या त्यो कस्तो छ हेरौँ भनेर अरे गाइस देखो न यार देखो हम लोग को क्या मिल गया यार अभी देखो यार हेर्नु त ल कस्तो ठाउँमा यार अब पुरा चराले अन्डा पारे रहेछ है यो खोलामा हिँड्ने कल्चुडीको अन्डा रहेछ कति राम्रो ठाउँमा के फेरि अब सबै ठाउँमा चाहिँ अब यस्तो पानी परा रुखहरू ढल्याएको छ होइन यस्तो अनसेफ ठाउँमा पनि यसले चाहिँ पुरा गुण बनाएर होइन पुरै यस्तो ठाउँमा त्यहाँ अब हामीले माछा पनि थापेको छौँ त्यहाँ तलतिर पनि कतिको पर्छ यो लास्टमा हेर्नुपर्छ अनि यहाँ चाहिँ यस्तो ठाउँमा पुरै रुखहरू लडेर पुरै डाङडुङ भएको छ र पनि यसले चाहिँ यस्तो उसमा यति सेफ ठाउँमा पुरै अन्डा पारेर रहेछ कि अनि यसो हेर्दै जाँदाखेरि देख्यो 3टा अन्डा कि हेर्नु कस्तो दामी होइन ओहो फेरि कति ठुल्ठुलो अन्डा क्या फेरि त्यसको त ठुल्ठुलो हुँदो रहेछ अन्डा पनि यति ठुलो अन्डा त मैले देखाएको थिइनँ तर अन्डा पनि ठुल्ठुलो हुँदो रहेछ है दामी ठाउँमा के बाहिरबाट हेर्दा त्यति साह्रो नदेखिने तर यस्तै चिपचिप पानी चुहिरहेको छ र पनि पारेको छ अब हामीले माछा पनि आज समाएको माछा अघि देखाउँछु भनेको थिएँ होइन माछा पनि टन्नै परेको रहेछ गङ्गटा पनि छ अनि यहाँको गाउँको लोकल माछा आधी किलो जस्तो परेको छ दामी अब अन्डा चाहिँ हेरौँ क्या फेरि मलाई हेरेर लाग्यो कस्तो दामी छ हेर नि